नेपालको शेयर मार्केटमा रहेका सबै म्युचुअल फन्डहरूले कार्तिकको महिनामा चाहिँ सबैभन्दा धेरै स्टक कुन किने त भनेर हेरौँ है त। यो लिस्टको 5 नम्बरमा रहेको छ ग्लोबल आइएमए बैंक। सबै म्युचुअल फन्डहरूले कम्बाइन्ड रूपमा कार्तिकको महिनामा चाहिँ ग्लोबल आइएमए बैंकको शेयर भने 3,35,000 किता बाइ गरेका छन्, जुन अहिलेसम्मको टोटल म्युचुअल फन्ड इन्डस्ट्रीको होल्डिङ हेर्ने भने चाहिँ 22 लाख किता जति छ। त्यसैगरी यो लिस्टको 4 नम्बरमा भने नेपाल रिइन्स्योरेन्स कम्पनी परेको छ एनआरआईसी, जसमा म्युचुअल फन्ड इन्डस्ट्रीले चाहिँ 3,68,000 किता बाइ गरेका छन् यो कार्तिकको महिनामा मात्रै। र टोटल म्युचुअल फन्ड इन्डस्ट्रीको एनआरआईसी को होल्डिङ भनेको 7,37,000 किता रहेको छ। त्यसैगरी यो लिस्टको 3 नम्बरमा भने एचआईडीसीएल परेको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको प्रमोटर शेयर चाहिँ नम्बर 3 मा छ। कार्तिकको महिनामा मात्रै म्युचुअल फन्ड्सहरूले चाहिँ यो कम्पनीको शेयर 4,04,000 किता बाइ गरेका छन् भने टोटलमा उनीहरूको होल्डिङ भनेको आजको डेटमा 18,18,000 किता रहेको छ। त्यसैगरी नम्बर 2 मा भने एएलआईसीएल यानी कि एसियन लाइफ इन्स्योरेन्सको चाहिँ शेयर बाइ भएको देखिन्छ। म्युचुअल फन्डहरूले टोटलमा चाहिँ 4,07,000 किता कार्तिकको महिनामा बाइ गरेको छन् र म्युचुअल फन्डहरूको टोटल होल्डिङ हेर्ने भने 15,33,000 किता देखिन्छ। अब यो लिस्टको नम्बर 1 मा चाहिँ कुन कम्पनी छ होला त? कार्तिकको महिनाभरिमा सबै म्युचुअल फन्डहरूले कम्बाइन्ड रूपमा बाइ गरेको स्टक भनेको एनएलजी छ, यानी कि एनएलजी इन्स्योरेन्स। यो कम्पनी टोटलमा चाहिँ म्युचुअल फन्डहरूले 6,78,000 किता बाइ गरेको छन् र आजको डेटसम्म आइपुग्दा उनीहरूको टोटल होल्डिङ भनेको चाहिँ 10,56,000 किता रहेको छ। यसरी तपाईले चाहिँ कुनै पनि महिनामा म्युचुअल फन्डहरूले कस्तो स्टक बाइ गरिरहेको छन् भनेर ट्र्याक गरेर त्यो अनुसारले आफ्नो इन्भेस्टमेन्ट डिसिजन पनि बनाउन सक्नुहुन्छ।